यहाँ त अझ 2 गरेर ल्याउनु भन्दाखेरि घर पाइएन हाल फेरि म गरिरहेको हो अर्को भाइ ल्याउने अर्को गएर माग्ने यो त ठुलो भाइ चाहिँ आयो भनिदिने पनि आयो बस्ती चाहिँ उता छ यसको हाम्रो एउटा दोस्तले चाहिँ अहिले उता टाँगेको छ जगिन हाम्रो भवित भाइ चाहिँ अनलाइन मान्छेसँग चाहिँ गइरहेछ रोप्न नजान्नेहरू रोप्न लाग्छन् के तिमी साँच्चै रिसाकै हौ त भिडियो बना रमाइलो हुन्छ रमाइलो हुन्छ गाना बजा त भाइ चौरी गाई हान्छ होला यार यार मा कसम पाउला भटभटे आयो भटभटे तेरे बाजे केशव बाबु कतिले भेटेकिरा हो अरूले कति भेटाएको छन् रिम भाइ के हो मर्नु लाग्यो
भइगयो के माछालाई कालो कालो हुन्छ नि त पोक्छ अहिले घर सोध्दा चाहिँ हुम्ला भन्नुहुन्छ। यस्तो चिसोमा पनि यस्तो पाल हालेर बस्नु भएको छ भनौँ। हुम्लातिर खासै चिसो त हुँदैन भन्थे हो। हुम्लाको मान्छे जाजरकोटमा आएर खासै चिसो त मान्नुहुँदैन होला। यता गाईहरू छन्, आदि गाईहरू चाहिँ उता आउँदैछन् भनौँ। हेर्दै हुनुहुन्छ हाम्रो साथीहरू घोडा लगेर चाहिँ हिँड्दै हुनुहुन्छ भनौँ। हात्तीपाल चाहिँ माथि हालेको छ हाम्रो गाईहरू। हाम्रो हामी चाहिँ किरा खोज्न चाहिँ यतै हो होइन, चारै दिशातिर जानुपर्छ। तर धेरै टाढा छ किरा खोज्ने ठाउँ चाहिँ। अहिले चाहिँ जताकतै खाना पाक्दैछ क्या बेलुकाको खाना चाहिँ। हामी चाहिँ अहिले गाईगुवादेखि ओह्रालोतर्फ चाहिँ हिँडिराखेको छु। हाम्रो साथीहरू चाहिँ अघि हुनुहुन्छ। बाहिर लाङ्नाबाट 15 मिनट मात्रै हिँड्नु पर्छ उता होइन। आगम बारी यत्रै होला नि ढङ्गा। कस्तो दादा खापर सूर्यमुखी फुल खापर सब आज भएर गर्ने भोलि भइजाने भन्नुहुन्छ। भएर कराइसोला जाने पुरै राउन्ड नै सुपर हो। अब हाम्रो 5 जना चाहिँ दुईवटा उता मेरो पनि या त अझ 2 गरेर ल्याउनु भन्दाखेरि घर पाइएन थाहा अर्को गोडो माग्यो यो त ठुलो भाइ क्या भन्ने नि अब हिमालय जंगल भाई यस्तो